नमस्कार दर्शकवृन्द, आजदेखि बागलुङको तमान भन्ने ठाउँमा चाहिँ भलिबलको कडा महाभिडन्त सुरु हुँदैछ। अस्तिदेखि सुरु नभनिएको खेल चाहिँ खेलाडी नगएको कारणले गर्दा, टिम समावेश नभएको कारणले गर्दा रोकिएको थियो भने आज चाहिँ एकदमै बवाल खेल रहनेछ। गलकोटबाट एकदमै कडा टिम गएको छ, तपाईँ देख्न सक्नुहुन्छ गण्डकीका खेलाडीहरू। र आज निकै बवाल खेल सुरु हुनेछ। आज 4वटा खेल रहनेछन्। तपाईँले लाइभ पनि घरमै बसी हेर्न पाउनुहुनेछ। म तपाईँलाई सम्पूर्ण जानकारीहरू अन्तिमसम्म हेर्नुहोला। म तपाईँलाई सम्पूर्ण जानकारी दिनेछु। प्राइस कति हो, लाइभ कुन च्यानलबाट हेर्ने, कति बजीदेखि सुरु हुनेछ र टिम लिस्ट कस्तो छ भन्ने कुराको सम्पूर्ण जानकारी दिनेछु। अन्तिमसम्म हेर्नुहोला। जम्मा 2 मिनटको भिडियो छ। भिडियो राम्रो लाग्छ भने लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला, केही सुझाव सल्लाह छन् भने प्रतिक्रिया दिनुहोला। सो च्यानललाई सब्सक्राइब गर्नुहोस्, बेल आइकनलाई प्रेस गर्नुहोस् है त। दर्शक पनि तपाईँ देख्न सक्नुहुन्छ स्क्रिनमा गलकोटको टिम, जसमा चाहिँ जीवन सुनार, सुभाष कुँवर, राजन दर्लामी, त्यस्तै इन्द्र विक, चिरण खड्का, सन्तोष विक हुनुभएको छ। एकदमै बवाल टिम रहेको छ। यो चाहिँ एकदमै दावेदार, यो चाहिँ गलकोट हङकङले स्पोन्सर गरेको टिम होइन। गलकोट टिम एकदमै बवाल खेलको हामीले अपेक्षा गरेका छौँ र अरू टिम पनि एकदमै तगडा रहेका छन् होइन। अन्य खेलाडीहरू पनि अन्य टिमबाट निसी खोलाबाट आबद्ध भएर जानुभएको छ। यो चाहिँ तपाईँलाई एउटा मात्रै टिमको झलक भयो, अन्य टिम त आउनै बाँकी छ। एकदमै बवाल खेल रहनेछ। 2,22,000 को बिटो कस्टले पो लैजाला। तपाईँ यहाँ टाइसेट देख्न सक्नुहुन्छ। चैताष्टमी मेला 2082 लिग कम नकआउट खेलबाट खेलाइनेछ। टोटल 8वटा टिम चाहिँ यसमा सहभागिता भएका छन्। आज 4वटा खेल रहनेछन्, भोलि 4वटा, त्यसै गरी सेमिफाइनल फाइनल को खेल बवाल रहनेछ। 2 दिन अगाडिदेखि सुरु गर्न भनेको खेल चाहिँ केही समस्याको कारणले गर्दा आजदेखि विधिवत रूपमा सुरु हुनेछ। एकदमै बवाल रहनेछ। तपाईँ लाइभ हेर्नको लागि नमस्ते टिभी युट्युब च्यानलबाट हेर्न सक्नुहुन्छ। म तपाईँलाई अस्ति पनि जानकारी दिएको थिएँ। नमस्ते टिभीबाट तपाईँले यो बागलुङ तमानमा हुँदै गरेको भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, अन्य धेरै प्रतियोगिताहरू तपाईँले हेर्न सक्नुहुनेछ। साँझमा सांस्कृतिक कार्यक्रम पनि हेर्न सक्नुहुनेछ। एकदमै बवाल रहनेछ। सो त्यही हो, टाइसेट हेर्नुहोस्। यही हो टिम लिस्ट। अन्य टिमको कुन कुन खेलाडीहरू जानुहुन्छ त्यो पनि म तपाईँलाई जानकारी दिनेछु, पोस्ट मार्फत जानकारी दिनेछु। भिडियो बनाउन ढिला हुन्छ। सो त्यही भएर च्यानललाई फलो सब्सक्राइब गर्नुहोस्, बेल आइकनलाई प्रेस गर्नुहोस्। त्यही भन्न चाहन्छु। धन्यवाद।